इन्टरभ्यूको त्यो एउटा प्रश्न जसले धेरैको सातो लिन्छ। आज हामी त्यही प्रश्नको जवाफ कसरी दिने भनेर कुरा गर्दैछौँ। ल, आफ्नो बारेमा केही भन्नुहोस् न। सुन्दा कति सामान्य लाग्छ होइन? तर यही प्रश्नले ठूला ठूला र योग्य उम्मेद्वारलाई पनि अकमक्क पार्छ। तर यसलाई अवसरको रूपमा पनि हेर्न सकिन्छ। एउटा गजबको अवसर। अब एउटा उत्कृष्ट जवाफ कसरी दिने भनेर जान्नुभन्दा पहिले के गल्तीहरू गर्नु हुँदैन भन्ने बारे कुरा गरौँ। किनभने यी गल्तीहरूले इन्टरभ्यू सुरु हुनुअघि नै खेल बिगारिदिन सक्छ। धेरै जसोले के गर्छन् भने आफ्नो जन्मकथा सुनाउन थाल्छन्। म फलानो ठाउँमा जन्मे भनेर, या त बायोडाटामा जे लेखेको छ त्यही कुरा दोहोऱ्याउँछन् जुन उनीहरूले पहिल्यै पढिसकेका हुन्छन्। कोही चाहिँ फेरि अलि बढी नै व्यक्तिगत कुरा गर्न थाल्छन्। अनि अर्को ठूलो गल्ती हो कुरा बराल्नु, कुनै एउटा संरचना बिना यता र उताको कुरा गर्नु। यस्ता गल्तीले पहिलो प्रभाव पार्ने महत्त्वपूर्ण मौका खेर जान्छ। तर इन्टरभ्यू लिनेले वास्तवमा यो प्रश्न किन सोध्छ होला? उनीहरू साँच्चीकै के जान्न खोजिरहेका हुन्छन्? आउनुहोस् अब उनीहरूको दृष्टिकोणबाट यो प्रश्नको पछाडिको रणनीतिलाई बुझ्ने प्रयास गरौँ। हेर्नुहोस्, यो खाली कुराकानी सुरु गर्ने एउटा बहाना मात्र होइन, यो त एउटा रणनीतिक औजार हो। यसबाट उनीहरूले के थाहा पाउँछन् भने के तपाईँले आफ्नो विचार स्पष्ट र छोटो मिठो रूपमा राख्न सक्नुहुन्छ? के तपाईँलाई आफ्नो क्षमता र मूल्यबारे थाहा छ? तपाईँको जवाफले नै इन्टरभ्यू कता जान्छ भन्ने पनि तय गर्छ। अनि सबैभन्दा महत्त्वपूर्ण, तपाईँको जोस र व्यक्तित्व त्यो कम्पनीको संस्कृतिसँग मेल खान्छ कि खाँदैन भन्ने पनि जाँचिन्छ। ल, उनीहरूले के खोजिरहेका छन् भन्ने त थाहा भयो। अब प्रश्न आउँछ, जवाफ कसरी दिने त? यसको समाधान एकदमै सरल तर निकै शक्तिशाली 3 भागको एउटा सूत्रमा लुकेको छ। यो सूत्र हो वर्तमान, विगत, भविष्य। पहिला वर्तमानबाट सुरु गर्ने, त्यसलाई विगतसँग जोड्ने अनि भविष्यतर्फ मोड्ने। द म्युज जस्ता ठूला करियर विशेषज्ञहरूले पनि यही ढाँचा सिफारिस गर्छन्, किनभने यसले एउटा तार्किक र आकर्षक कथा बनाउँछ जसले सुन्नेको ध्यान खिचिहाल्छ। ल, पहिलो भाग वर्तमान। यहाँ तपाईँले आफ्नो अहिलेको भूमिकाबारे कुरा गर्नुहुन्छ। मुख्य जिम्मेवारीहरू के छन् र हालसालै गरेको कुनै 1-2वटा महत्त्वपूर्ण उपलब्धिहरू जसलाई मापन गर्न सकियोस्। यसले के गर्छ भने तपाईँलाई तुरुन्तै सान्दर्भिक सिप भएको एक पेशेवरको रूपमा स्थापित गर्छ। त्यसपछि आउँछ विगत। यहाँ तपाईँले आफ्नो तुरै जीवनकथा सुनाउने होइन, बरु तपाईँ अहिलेको अवस्थामा कसरी आइपुग्नुभयो भनेर छोटकरीमा बताउने हो। खास गरी ती अनुभव र सिपहरूमा जोड दिनुपर्छ जुन तपाईँले आवेदन दिएको जागिरसँग सिधै सम्बन्धित छन्। यसले तपाईँको करियरको यात्रा कति तार्किक छ भनेर देखाउँछ। अनि अन्त्यमा भविष्य। यो भागमा तपाईँले बताउनुपर्छ कि तपाईँलाई यही भूमिकामा किन यति धेरै रुचि छ र यसले तपाईँको करियरको लक्ष्यलाई कसरी सहयोग गर्छ। यो भागले तपाईँको यात्रालाई सिधै कम्पनीको अफसरसँग जोड्छ जसले तपाईँको गहिरो रुचि र तयारी देखाउँछ। ल, सूत्र त थाहा भयो। अब यो सूत्रलाई व्यवहारमा उताल्दा एउटा दमदार जवाफ कस्तो सुनिन्छ त? आउनुहोस् एउटा उदाहरण हेरौँ। ल, यो जवाफलाई ध्यान दिएर सुनौ है। म हाल एक वरिष्ठ मार्केटिङ म्यानेजरको रूपमा काम गरिरहेको छु, जहाँ म B2B क्षेत्रको लागि हाम्रो कन्टेन्ट स्ट्र्याटेजीको नेतृत्व गर्छु। गत वर्ष मात्र मैले एउटा नयाँ SEO पहल सुरु गरेँ जसले अर्ग्यानिक ब्लग ट्राफिक 58%ले बढायो। हेर्नुहोस्, यो भयो वर्तमान। अब विगत। यसभन्दा अघि मैले एउटा सानो एजेन्सीमा 3 वर्ष काम गरेँ, जहाँ मैले डिजिटल मार्केटिङको आधारभूत कुराहरू सिकेँ र डेटामा आधारित कथा भन्ने मेरो रुचि पत्ता लगाएँ। अनि अन्तमा भविष्य। म यो अवसरबाट निकै उत्साहित छु किनभने यसले मलाई मेरो कन्टेन्ट र SEO को अनुभवलाई तपाईँ जस्तो ठूलो र उद्देश्य सञ्चालित संस्थामा प्रयोग गर्ने मौका दिनेछ र नवीकरणीय ऊर्जा क्षेत्रमा तपाईँको काममा योगदान पुर्याउन मद्दत गर्नेछ। देख्नुभयो, कति सरल तर कति प्रभावशाली। यो जवाफ छोटो छ, महत्त्वपूर्ण जानकारीले भरिएको छ र लगभग 60 सेकेन्डमै एउटा स्पष्ट कथा बताउँछ। यसको संरचना एकदमै स्पष्ट छ, होइन त? जवाफ अहिलेको प्रभावबाट सुरु हुन्छ, त्यसलाई सान्दर्भिक विगतसँग जोड्छ र भविष्यतिर हेर्दै सकिन्छ। सामान्यतया जवाफको 40% जति समय वर्तमानलाई, 35% विगतलाई र बाँकी 25% भविष्यलाई दिनु राम्रो मानिन्छ। यो एउटा सन्तुलित दृष्टिकोण हो। अब सूत्र त थाहा भयो, तर यो पिचलाई अझै दमदार कसरी बनाउने त? अब हामी प्रस्तुति र सामग्रीलाई अझै तिखार्ने केही तरिकाहरू हेरौँ। सबैभन्दा पहिलो कुरा, समय। तपाईको जवाफ 60 देखि 90 सेकेन्डको बीचमा हुनुपर्छ। यो एकदमै सही समय हो, किनभने यति समयमा तपाईँले महत्त्वपूर्ण कुराहरू भन्न पनि भ्याउनुहुन्छ र सुन्ने मान्छेको ध्यान पनि भङ्ग हुँदैन।
अनि जवाफलाई शक्तिशाली बनाउन केही औजारहरू छन्। जस्तै आफ्नो उपलब्धिहरूलाई सङ्ख्यामा बताउनुहोस्, प्रतिशत वा रकममा। जागिरको विवरणमा उल्लेख गरिएका शीर्ष 3-5 सिपहरूमा जोड दिनुहोस्। आफ्नो जवाफमा उत्साह देखाउनुहोस्, किनभने तपाईँको ऊर्जाले नै पूरै अन्तर्वार्ताको माहौल बनाउँछ। र तपाईँ चुनौतीबाट सिक्न र सुधार गर्न तयार हुनुहुन्छ भन्ने कुरा पनि देखाउनुहोस्। एउटा महत्त्वपूर्ण कुरा, अभ्यास गर्नुहोस् तर कण्ठन नगर्नुहोस्। पूरा स्क्रिप्ट लेख्नुको सट्टा मुख्य बुदाहरू मात्र लेख्नुहोस्। समय हेरेर अभ्यास गर्नुहोस् ताकि 90 सेकेन्डको लक्ष्यमा पुग्न सकियोस्। अझ आफू बोलेको रेकर्ड गरेर सुन्नुहोस्। यसले तपाईँको स्वर कतिको स्वाभाविक र आत्मविश्वासी सुनिन्छ भनेर थाहा पाउन मद्दत गर्छ। अनि हरेक अन्तर्वार्ताका लागि, विशेष गरी भविष्यवाला भागलाई, त्यो कम्पनी र भूमिका अनुसार परिवर्तन गर्न नबिर्सनुहोस्। भर्ती क्षेत्रका एकजना प्रमुख लिसा चेनले भने झैँ यो प्रश्नले पूरै अन्तर्वार्ताको माहौल सेट गर्छ। उत्कृष्ट उम्मेद्वारहरूले यसलाई रणनीतिक रूपमा प्रयोग गर्छन्। उनीहरूले पछि कुरा गर्न चाहेको विषयको सङ्केत दिन्छन् र अन्तर्वार्ता लिने व्यक्तिलाई थप जान्न उत्सुक बनाउँछन्। कति सही कुरा हैन? त्यसैले अबदेखि आफ्नो बारेमा बताउनुहोस् भन्ने प्रश्न सुन्दा नडराउनुहोस्। यसलाई अन्तर्वार्ताको पासोको रूपमा होइन, बरु आफ्नो सबैभन्दा ठूलो अवसरको रूपमा हेर्नुहोस्। किनभने सही तयारीका साथ यही एउटा प्रश्नले तपाईँको करियरलाई नयाँ मोड दिन सक्छ।